नमस्कार, म डाक्टर मुक्तराज लामिछाने। हाम्रो नयाँ भिडियोमा हजुरहरूलाई स्वागत छ। आजको भिडियोमा प्रायजसो आयुर्वेदका परीक्षाहरूमा सोधिने एमसीक्यूजहरू अर्थात् मल्टिपल चोइस क्वेशनहरूको 20 वटा प्रश्नहरू सोधिने एउटा गेमको रूपमा एउटा एजुकेसनल भिडियो लिएर आएका छौं। आउनुस् अब ढिला नगरी क्विज सुरु गरौं। क्विजको पहिलो प्रश्न छ, व्हिच बाथ इज रेस्पोन्सिबल फर स्वेटिङ? पसिना गराउनको लागि जिम्मेवार रहने बाथको प्रकार कुन हो? अप्सन ए अपान, अप्सन बी प्राण, अप्सन सी व्यान, अप्सन डी समान। अब सेकेन्ड क्वेशन तर्फ लागौं। कुन आचार्य अनुसार आयुर्वेदलाई पञ्चम वेद मानिन्छ? अप्सन ए हारित, भेल, काश्यप, पराशर। अब तेस्रो क्वेशन, आचार्य सुश्रुत अनुसार शरीरमा रहेका स्रोतसहरूको संख्या कति छ? अप्सन ए 13, अप्सन बी 11, अप्सन सी 14, अप्सन डी 22। एकदम सजिलो क्वेशन। तलका मध्ये कुन द्रव्यलाई स्तन्य शोधन भनेर चिनिन्छ? अप्सन ए शतावरी, अप्सन बी पाठा, अप्सन सी मञ्जिष्ठा, अप्सन डी मल्लिका। अब पाँचौं प्रश्न रहेको छ, तलका मध्ये कुन द्रव्य स्तन्य समन द्रव्य हो? अप्सन छ शतावरी, अप्सन बी पाठा, अप्सन सी मञ्जिष्ठा, अप्सन डी मल्लिका। हजुरहरूलाई यो क्विज कस्तो लागिरहेको छ? अहिलेसम्म हामीले टोटल 5 वटा क्वेशन सोधिसक्यौं। 5 वटा क्वेशन मध्ये हजुरहरूको कतिवटा क्वेशन मिल्यो त्यो कमेन्ट सेक्सनमा हजुरहरूले 5 वटा क्वेशनमा यतिवटा मिल्यो भनेर भनिदिनु होला। अब फेरि क्विजलाई कन्टिन्यू गरौं। 6औं प्रश्न रहेको छ, छौद्रमेह भन्नाले के बुझ्नुहुन्छ? अप्सन ए सर्पीमेह, अप्सन बी कालमेह, अप्सन सी मधुमेह, अप्सन डी हस्तीमेह। अब 7औं प्रश्न छ, व्हिच वान इज टाइप अफ सन्धि? तलका मध्ये कुन सन्धिको प्रकार हो? ए रुचक, बी उलुखन, सी उत्पिष्ट, डी बलय। अब 8औं प्रश्न छ, तलका मध्ये कुन अणुशस्त्र वातज रोगहरूको लागि रक्तमोचनमा प्रयोग गरिन्छ? अप्सन ए अलावु, अप्सन बी घटियन्त्र, अप्सन सी श्रृंग, अप्सन डी जलौका। नाइन्थ क्वेशन छ, चन्द्रप्रभावतीको रोगाधिकार कुन रोग हो? ए मूत्रकृच्छ, बी मूत्राघात, सी अस्मरी, डी प्रमेह। अब 10औं प्रश्न छ, ऊर्ध्वगत एन अधोगत कुन रोगको भेद हो? अप्सन ए अम्लपित्त, बी रक्तपित्त, सी बोथ, डी नन। यदि यो भिडियो कोही मेरो विद्यार्थीहरूले हेरिरहनु भएको छ भने हजुरहरूलाई मैले पहिला कलेजमा गेमहरू खेलाउँदाखेरि क्विजहरू पनि गराउने गर्थे। हजुरहरूलाई त्यो क्विजको सम्झना यो भिडियो हेर्दाखेरि आयो कि आएन? फेरि क्विज कन्टिन्यू गरौं। 11औं नम्बर क्वेशन छ, गम्भीर इज भेद अफ व्हिच डिजिज? अप्सन ए हिक्का, अप्सन बी वातरक्त, अप्सन सी नेत्र रोग, अप्सन डी श्वास रोग।
12 नम्बरको क्वेशन छ गम्भीरा इज भेद अफ व्हिच डिजिज। गम्भीरा कुन रोगको भेद हो? अप्सन ए हिक्का, अप्सन बी बातरक्त, अप्सन सी नेत्र रोग, अप्सन डी श्वास रोग। क्वेशन नम्बर 13 अनदर इजी क्वेशन। गम्भीरिका इज भेद अफ व्हिच डिजिज? हिक्का, बातरक्त, नेत्र रोग एन्ड श्वास रोग। क्वेशन नम्बर 14 तलका मध्ये कुन औषधि नेत्र रोगको लागि प्रयोग गरिन्छ? अप्सन ए त्रिफला, अप्सन बी त्रिफला घृत, अप्सन सी सप्तामृत लौह, अप्सन डी अल अफ द एबोभ। क्वेशन नम्बर 15 रहेको छ तलका मध्ये कुन द्रव्य कुन प्लान्ट चाहिँ तृप्तिकारक हुन्छ? अप्सन ए सुन्ठी, अप्सन बी जामुन, अप्सन सी उदक, अप्सन डी कुष्माण्ड। हजुरहरूको कति मार्क्स आइरहेको छ अहिलेसम्म? छोटो एउटा ब्रेक लिऊ। अहिलेसम्म हामीले 15वटा क्वेसन सकायौं। अब क्वेसन फेरि सुरु गर्नेछौँ। अहिले एकछिन छोटो सर्ट ब्रेक लिएको। आई होप राम्रो नै चलिरहेको होला तपाईहरुको क्विज। अब लास्ट 5वटा क्वेसन बाँकी छ। 16 नम्बरको क्वेसन छ अत्यानन्द भन्ने योनि व्यापतमा कुन दोष प्रिडोमिनेट हुन्छ? अप्सन ए वात, अप्सन बी पित्त, अप्सन सी कफ, अप्सन डी त्रिदोष। योगराज रसायन तलका मध्ये कुन रोगमा प्रयोग हुन्छ? अप्सन ए वात व्याधि, अप्सन बी अजीर्ण, अप्सन सी मातरक्त, अप्सन डी पाण्डु। क्वेशन नम्बर 18 रहेको छ कुन आचार्यको अनुसारले पित्तलाई हाम्रो शरीरको मूल रक्षक भनिएको छ? अप्सन ए काप्य, अप्सन बी मरीचि, अप्सन सी वयोर्विद, अप्सन डी बेल। अब सेकेन्ड लास्ट क्वेशन रहेको छ कासिसको केमा शोधन गरिन्छ? अप्सन ए गोमूत्र, अप्सन बी निम्बु सोरस, अप्सन सी भृंगराज, अप्सन डी त्रिफला। अब लास्ट क्वेशन रहेको छ 20 नम्बरको क्वेशन नम्बर अफ भेदा अफ उरु स्तम्भ रोग। अप्सन ए 1, अप्सन बी 2, अप्सन सी 3, अप्सन डी 4। आजको क्विज सम्बन्धी भिडियो हजुरहरूलाई कस्तो लाग्यो? यस भिडियोसँग केही राय सल्लाह सुझाव प्रतिक्रियाहरू छन् भने हजुरहरूले कमेन्ट सेक्सन मार्फत हामीलाई प्रतिक्रिया राय सल्लाह सुझावहरू दिन सक्नुहुनेछ। सँगै आजको टोटल 20वटा क्वेसनमा हजुरहरूको कति मार्क्स आयो त्यो पनि हजुरहरूले कमेन्ट सेक्सनमा भनिदिनु होला। र यस्तै खालको भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। हजुरहरूको दिन शुभ रहोस्। नमस्कार।